चाहिँ तर कम्तीमा पनि यो बाटो चाहिँ भाइ 7 किलोमिटर जस्तो छ है। अब यो जाँते मोडबाट चाहिँ यता टक्क लेटानतिर। अब यो बाटो पनि धेरै लामो हुँदा पनि देखिएको छ। यो जाँते र लेटानको बिच छुट्टिने पुल अति नै सुन्दर र रमाइलो देखिन्छ है। एकचोटि हेरिदिनु होला र नजिकका मित्रहरू सबैजना आएर भिजिट गरिदिनु। कतिको तपाईँहरूलाई मनपर्छ, हामीलाई चाहिँ अलिक धेरै मनपर्छ। ल के भयो त, बाटो त बन्द रहेछ त। अब कताबाट गइ चाहिँ यताबाट छ बाटो। ल बाटो अलिकति मर्मत जारी रहेछ। अब चाहिँ हामी लेटाङको बगर निस्किन आँट्यौँ। बगरमै हो अब हाम्रो मेन डेस्टिनेसन हुने चाहिँ। अब टोलीहरूले हामीलाई पर्खिरहेको छ, हामी चाहिँ अलिकति लेट भयौँ। ठ्याक्कै अब हाम्रो यहाँ जक्सन। ल भन्दा भन्दै भेट पनि भइपो भयो त। यहाँ यस्तै अनुहार परेकाहरू छ नि आज चाहिँ। यस्तै आज चाहिँ यस्तै अनुहार परेको छन् यहाँ चाहिँ।
हेरौँ गाइजहरू अब मुरै सुरै भयो चाहिँ यता घाँचोकुचो गएछ अब टक्कसँगले खोला यहीँ छ होइन मुर्दुङहरू यहीँनिर छ यो मेन मुर्दुङहरू हो मेरो चाहिँ यहाँ छ एमटी हाम्रो राइडर यहीँ छ गाडीको ल टक्क यहाँ छ ल यहाँ अब खोला ल अब खोला हामी चाहिँ अब खोलातिर लाग्यौँ सामान यसो अलिअलि पानी सानी बोक्नु पर्ने थियो पानी सानी बोकेर अब टक्कसँगले यसो गेट टुगेदर यही खोला भनेको यस्तै छ यस्तै हो हेर्दा चाहिँ उराठै लाग्दो रहेछ अब अलिअलि यसो ठाउँ चाहिँ अब त्यतै जानु खोजेको अलिक शीतल भएकोतिर यता चाहिँ अलिकति घामै छ पानी परेको छ कि क्या यार पऱ्यो भने त फेरि खत्तम हुन्छ त अस्ति चाहिँ त्यहाँ गएको साथीहरू अब आजको चाहिँ टोलीहरू अब यता यहाँ पनि पानी बगिरहेछ बाढी आएछ यस्तो भएको रहेछ है कति राम्रो थियो बाटो बिगारेको रहेछ अब बाइक नगएर यहाँ टोलीहरूको सल्लाह भइरहेछ कि अब यता जाने हो कि अब यता जाने हो अब कता हो फाइनल भइसक्यो यहाँ ओल्ड जक्सन भन्दैछ भनेपछि अब यता हो र लाउरेहरू टक्कसँगले केटा हो के हो पल्टनमा भिड्नु गए जत्तिकै छ त हौ लाउरेहरू आमामा झोलासोला बोकेर यस्तै छ भाइ यो चाहिँ बोक न तिमी मलाई तिमी चाहिँ केही नबोक्ने लु त हेर मेन खतरनाक भाइ चाहिँ अब भिडियोमा यसो हेर्दै यसो खिच्दा खिच्दै भुइँमा त बिर्सिन्छ लडी पठाइन्छ होला 4 किलो जस्तो मार्थ्यो भाइ शीतन 4 किलो होइन 10 किलो धेरै राम्रो छ अझै यहाँनिर चाहिँ होइन बाटो चाहिँ यस्तो ढुङ्गाहरू छ र हो त नि यो पानी यत्रो देख्छ कि ब्याग बोकेको छ पछाडि गलिएर बिचरा दाइ पनि अघि सुकुटी खाइन्जेल चाहिँ मिठो स्वाद आउँदा आउँदै अहिले बोक्नु परेर बिचरा गलिरहेको होला यस्तै छ आउनु खोजेको यहीँ हो यहाँनिर चाहिँ थियो दामी यो शीतल भएको ठाउँमा अहिले यता बगिरहेको पानी बाढीले पुरै लगेछ अब नयाँ ठाउँ खोज्दै अगाडि बढ्दै भेटिन्छ भेटिँदैन थाहा छैन झोला त्यहाँ दिइरहेछ हाम्रो लक्ष्मण सर चाहिँ गल्नु भयो जस्तो छ ओ गाई छ शीतल ठाउँ हेरौँ न शीतल यहाँ पारी बस्ने पुरै अब एकदम फिक्स भयो अब खोला यस्तो छ यहाँ अलिक हेभी फोर्स खोला फोर्स ज्यादा छ
यहाँबाट चाहिँ तर्न सकिन्छ भन्ने ठुलो अनुमान साथीहरूको। अब यहाँ मोबाइल जोगाउनु पऱ्यो, के जोगाउनु पऱ्यो। हामी चाहिँ आइपुगिसक्यौँ यहाँ खाने ठाउँमा टक्कै। आधी त खाइसकेको छ त सुकुटी ती माथि मुलाम दिन्छ 1000 को यति एकजनाले नि खाइ नसक्छ यो त मुलाम 500 को जम्मा। अब चाहिँ टक्क यहाँ सुरु हुन आँट्यो हाम्रो चाहिँ ओलमङ एउटा ल्याउन एउटा तानौँ ल। ढक्क बस्ने हो। अन्डा त यहाँ पारे जस्तो बनाइरहेको छ यार। बजाइसकेको बडो डाँडा ग्राम दाइले गर्छ यो दाइ त। अनि त्यो उयो खेल्ने जस्तो देख्छ त, जापान हुँदै खेल्ने न समू यो सुमो ठ्याक्कै छ त। अनि दाइको सुरुको चाहिँ कम्ती ट्याक ट्याक सर्ट यति लाइन त ठिकै हुन्छ होला हौ। एक सर्ट चाहिँ क्या एक सर्ट चाहिँ नि बबाल सर्ट दुःख कष्ट नदेऊ ओए सिङ्का खालको उयो त्यहाँ उयसमा पर्छ है केटा छोड्दैन होइन पुलपट्टि जानु खोज्दैछ है। ए पानी चुसो यहाँ अब न यसले खायो। यो अचार हो होइन टर्रो टर्रो भयो त अनि मुखे मेरो त यार। यहाँबाट सुरु गरेँ ल। भाइ लो गिलासहरू खै यता अन्त उता पनि पास मलाई यो फोन आउँदैन होइन घुमाउनु मात्रै हो घुमाउनु मात्रै हो चिप्लियो भने उयो काका च्याता अनि पकडेर घुमाउनु पहिलो यो खोल्नु नि माथिबाट आँखा डुडुक्का यता आएर हाम्रो दाइको डुडुक्का चाहिँ एउटा चाहिँ वाच मोर हो बेना 1 किलो त बाहिरै भयो त अनि हेरेन कुहिएको कुहिएको ला नारा आयो नयाँ स्टाइल छ कि
सबै देखेको कि मातेको म विदेशसम्म मातेको देख्न चाहन्छु यस्तो अरे नि त ओए ओए हाम्रो त आउँछ अरे न लिएर ठाडो भयो अरे नि। हो अनि लास्ट के रिएक्सन यस्तो यो जुन यो आकाश तिम्रो पार्यो राइनो या गाडा तान्दिन त लु त्यो कटिङ कटिङ चाहिँ हान्दिउ न त लु भेटिसक्यो कि तान्दैन बेना लु तपाईँ त कटिङ चाहिँ हान्दिनु त भाइ यो पेस्ताना त यहाँ पुऱ्याएर क्या इन्द्रले जस्तो क्या यहाँ पुऱ्याएर भाइ सुरु छ टिपटिप भनेर इन्द्रले क्या सताउने क्या लेबरलाई त्यही भएर इन्द्रसँग नि लेबर बस्नै मान्दैन त काममा नगएको दिन नि सबले छुट्टी हानिदिने हो ओइ घर जान मुला इन्द्र छ डुक्की हानेर आउँछु क्या म त किन भनेको अब पो हाने अनि उसले भेटाएको हातले भेटाएको कुरो पनि टिप्नु लाउँछ दाइ हाम्रो भेनाको छुट्टै छ फेरि हो यहाँ भेना हो वाच मार ओए 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 अरे डल्लै गर्छ नि यो त यार आदिको यो काँक्रा काटेको हो कि काँक्रा घटाएको थियो धेरै मोटो भएर घटाएको हो काँक्रा मान्दैन फेरि दिइरहेको छ ओए मान्दैन फेरि हो भाइ ए भैया आज मेरा बर्थडे है थोड़ा पाहुना हो आज मेरा बर्थडे है थोड़ा होइन मिठो खाउन हुन्छ कि आज नाच्छ है हाँसेर यहाँ दही मुखमा हाल्दा केही नहुने अनि उसलाई चाहिँ त्यो के अरे कटाइ बबाल्छ कटाइ चाहिँ बबाल्छ है आएको हुन्छ नि त्यस्तै वाच मोर अन्त वाच मोर हो वाच मोर फेरि त्यस्तै भेना हो होइन राई बिजुवाले पुरा त स्याउली काटेको दिन्छ दिन्छ ओए कति हाल्यो ल ठेउ ठेउै हो राईको बिजुवाले बाह्र 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 दाँत दुख्छ ए हाम्रो म्यानेजर चाहिँ उहाँ दाइ हुनुहुन्छ यहाँ काटिदिनु र हो बेना यहाँ काटिदिनु र यहाँ लु लु ट्याक मैला भयो वान्स मोर अघिसम्म त झ्याप्पै थियो पानी पनि गइदियो यस्तो छ हौ यहाँ पनि पानी यता यता छौँ हामी पुरै मौसम यस्तो छ यता तल घाम लागिरहेछ फेरि तर देख्दैन के भन्छ अन्त टोलीहरू जति भयो त्यति नै आउँथ्यो 2000 को त्यति नै यो दाइले ल्याएको हो कि यो खास चाहिँ नि 5-6 सयको सिक्युरिटी हो कि 1000 को तिरायो यहाँ है हाम्रो मालिक चिबेरी सिकुटी सुकुटी मालिकले 500 को 1000 तिरायो यो मान्छे बिच्चाको आउने चाहिँ यति नै भन्दै स्टाइल कडा कडा छ ओ टाँसिरहेको छ बलुवा त्यहाँ हेलो भेना
पर्सिरहेछ त हो ठिक त यो त दामी ओए ओए उसैबाट ढट्टी उसैबाट सुरु भयो ढट्टी त हुँदैन थप्नु भयो थप्नुपर्छ त्यहाँ त छ डल्लै छ त्यहाँ अर्को पनि होइन अर्को यहाँ छैन ए ल विजय दाइ विजेता उहाँ यो मान्छेलाई हालिदिउँ न होइन त हो त्यो दुईटा चारटा पार्नु नि चारटा चारटा काट्दैला चारटा यसलाई चारटा ल ओके ओके यो चारटा त्यो चारटा च्यालेन्ज च्यालेन्ज यहाँ छुट्टै छुट्टै मुख नबिगारिकन न ज्याप यहाँ नेचुरल यस्तै नेम बुझिहालौँ ल ल ओके नेम बुझ्नु ओके हान्ने त्यहाँदेखि सकियो खोलिँदैन जसले खानु पर्यो ल ल मुख बिगारेर बिगारै खोलेर खानु पर्यो त्यो पनि खोलिन्छ होइन 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 एकैछिन एकैछिन दाजु रियाक्सन गर भन्छ राम्रो दाजु होइन ओ होइन कताबाट टुकेर ओ रबिन दाई बजार घुमे यस्तो रबिन दाई एकैछिन कि खाँदाखेरि नर्मल चेहरा हुनु पर्यो अँ ल ल ल भनेपछि दाजु हुनु पर्यो त्यो भयो भने यो खोलिँदैन ल दाजु यहाँ छ त एक प्याक दाइ यो खोलिँदैन यहाँ बुझाइदिनु त पहिला यहाँ उना बोल्दै गर्छ ल सबैले सुनौँ है ल यो खोलिँदैन यो खोलिँदैन अँ ओके ओके बुझ्नु नि ल हाम्रो चाहिँ साथीभाइहरू सबैजना यसो एक राउन्ड लगाइदिउँ न भन्नु न रमाइलो गर्न आएको छौँ र खाँदा खाँदै पनि हामी रमाइलो गरेको घुमाउन यो कागती च्यालेन्ज छ कस्तो भन्दाखेरि यो कागती चाहिँ दुई टुक्रा हामी 8 जना छौँ 8 जनामा एक एक पिस छ एक एक पिसमा यो कागती एक पिस खानु पर्यो बोकेर चाहिँ सबैजना खानु पर्यो खाएर चाहिँ रियाक्सन चाहिँ केही आउनु भएन जस्तो छ अहिले त्यस्तै हुनु पर्यो जसले रियाक्सन आउँछ त्यसले चाहिँ यो नेट एक प्याक चाहिँ हान्नु पर्यो हान्नु पर्यो ल त्यति नै हो हामी 8 जना भनेको चाहिँ यता सबैलाई देखाउनु अब 4 जना भयो अनि यता 2 जना अनि यहाँ दाइ हुनुहुन्छ अलिकति अनि यता म छु हो अनि यो ल पालै पालो ल सुरुवात तपाईँले हानिदिनु दाजु रियाक्सन नहुनेले खानेको रियाक्सन हुनेले रियाक्सन उहाँ दाइले भन्नुभएको अब रियाक्सन के कस्तो हुन्छ ओ च्यालेन्जमा गडबड के हुँदैछ हौ होइन अब प्याक हान्नु बस्नु न के उता बस्नु न यो अब सबैलाई च्यालेन्ज यो खुट्टा लाउनु हो त्यही त नि पालै पालो सुरुवात गरौँ न यता फेरि हाम्रो कुकुर प्रेमी हो हाम्रो दाइ चाहिँ होइन कतिले बिगार्छ बिगार्छ बस्नु त यता ल भिडियो आदि आएकोमा चाहिँ हामी क्षमा प्रार्थी छौँ किनभने अब गेम हामी खेल्दा खेल्दै अब खोलामा थियौँ अब गेम खेल्दा खेल्दै भनेको पानी पर्यो अब अलिकति खोलामा भएको कारणले गर्दाखेरि चाहिँ बाढी आउनु सक्छ भनेर चाहिँ हामी एकदमै सुरक्षित ठाउँमा जाने कोसिस गर्दाखेरि चाहिँ हामीले पुरा भिडियो गर्न सकिनौँ र यतिसम्म भिडियो हेरिदिनु भएको मेरो भ्युअर्सहरूलाई पनि मनैदेखि धन्यवाद छ।